Regulation and supervision of reporting entity by their respective regulator as per law. For example, bank and financial institution को NRB company को OCR हो र if there are not any respective regulator, गभर्मेन्ट अफ नेपालले नेपाल ग्याजेटमा effective regulator नभएको केसमा चाहिँ रेगुलेसन गर्छ र त्यो रेगुलेसनको लागि चाहिँ नेशनल कोअर्डिनेसन कमिटीसँग एडभाइस लिएर गर्दछ। त्यस्तो रेस्पेक्टिभ रेगुलेटरको यो एक्ट अन्तर्गत रहेका फङ्सन ड्युटिज एन्ड पावरहरू चाहिँ टु अन्डरटेक रिस्क एसेसमेन्ट, पिरियोडिकल रिस्क एसेसमेन्ट, टु आइडेन्टिफाई इभ्यालुएट मोनिटर रिस्क इन इट्स सेक्टर र त्यसको लागि एडिक्वेट मेजरहरू गर्नुपर्छ म्यानेज रिस्क म्यानेजमेन्टको लागि। त्यस्तै गरी इट रिक्वायर्स द रिपोर्टिङ एन्टिटी टु अन्डरटेक रिस्क एसेसमेन्ट, आफैले गर्ने र रिपोर्टिङ एन्टिटीलाई पनि गराउन लगाउने र उसले पनि आइडेन्टिफाई इभ्यालुएट मोनिटर गर्ने रिस्क आफ्नो क्षेत्रको आफ्नो सेक्टरको एन्ड adequate measures implement गर्ने to manage risks, to implement act rules and these directives, and to impose terms and conditions while registering and providing license and providing permission during the business commencement, to develop and implement the financial and proper fit test requirement while registration, giving license permission to beneficiary owner। र त्यस्तो फाइनेन्सियल टेस्ट प्रपर फिटहरू चाहिँ बेनिफिसियरी ओनरलाई पनि इन्क्लुड गरेर उनीहरूको पनि गर्नुपर्दछ। त्यस्तै गरी टु रिक्वायर रिपोर्टिङ एन्टिटी टु अप्लाई दिस एन्टी मनी लन्ड्रिङ एन्ड कम्ब्याटिङ फाइनेन्सिङ टेरोरिजम मेजर्स अन्डर द कोर प्रिन्सिपल अफ प्रुडेन्सियल सुपरभिजनको लागि यो सबै एक्टहरूको मेजरहरू अप्लाई गर्नलाई रिपोर्टिङ एन्टिटीलाई भन्ने। त्यस्तै गरी अन साइट अफ साइट इन्सपेक्सन सुपरभिजन गर्ने, मोनिटर गर्ने, कम्प्लायन्सहरू चेक गर्ने, अनि डाइरेक्टिभ मेजर्सहरू इस्यु गर्ने, मोनिटर रिस्क एसेस रिलेटेड टु कन्ट्री द्याट डज नट कम्प्लाई टु दिस एक्ट अर स्ट्यान्डर्ड, अनि अर्डर टु मेक बुक इन्फर्मेसन रेकर्ड डकुमेन्ट्स यो एक्ट अनुसार यो एक्टले भनेअनुसार बनाउन अर्डर दिने, एन्ड टु मेक and provide necessary assistance for the investigation, and to assess the mechanism to evaluate and detect anti-money laundering and terrorism financing, and to inform financial intelligence unit if any suspicious transaction is found to be done by reporting entity, and or reporting entity does not report such suspicious information to financial intelligence unit, then it can also write for investigation of such suspicious transaction, and to provide training program to its staff or reporting entity for the proper implementation of this act, and to regularly publish in its website international classification related to compliance of this act, and the information that reporting entity provides to financial intelligence unit, such information number, nature, quality obtain गर्ने, and also issue order, directive, guideline to reporting entity as per this act and international standard, and to cooperate and share with domestic and foreign regulator for the same group of the reporting entity. Regulatory action against reporting entity if fail to comply this act. First मा दिने action भनेको warning or written reprimand, and then fine based on the gravity of the violation. Casino मा 10 लाखदेखि 5 करोडसम्म, financial entity हरुको पनि 10 लाखदेखि 5 करोडसम्म हो भने others मा चाहिँ अलिकति थोरै 1 लाख to 1 करोडसम्म हुन्छ। The maximum fine यो जुन यो लिमिट छ नि, म्याक्सिमम फाइन 5 करोड 5 करोड 1 करोड हो, त्यो चाहिँ यदि कुनै पनि पार्टी कुनै पनि अब कसिनो फाइनेन्सियल इन्स्टिट्युट अरू कुनै पनि रिपोर्टिङ एन्टिटीले टाइम टु टाइम डाइरेक्टिभ र अर्डर दिएको भायोलेट गर्यो भने यो म्याक्सिमम अमाउन्ट अफ फाइन चाहिँ लागू हुन्छ। त्यस्तै अनदर एक्सन इज टु रेस्ट्रिक्ट बिजनेस प्रोफेसन ट्रान्ज्याक्सन or to suspend the registration and license, or to revoke the permission, license, and cancel registration, and plus other if these actions are not sufficient. रेगुलेटरले चाहिँ रिपोर्टिङ एन्टिटीको अगेन्स्टमा एक्सन लिन्छ। रिपोर्टिङ एन्टिटीको अगेन्स्टमा एक्सन लिनुभन्दा अगाडि अपर्च्युनिटी रिपोर्टिङ एन्टिटीलाई पनि दिइन्छ। त्यस्तै गरी रिपोर्टिङ एन्टिटीले चाहिँ देन त्यो कन्सर्न स्टाफलाई एक्सन लिन्छ र उसलाई पनि अपर्च्युनिटी दिइन्छ। हुएभर पार्टी इज नट सेटिस्फाइड विथ द एक्सन गिभन अन्डर दिस सेक्सन दिस एक्ट, देन उसले गएर चाहिँ हाई कोर्टमा विदिन 35 डेज चाहिँ अपिल गर्न सक्छ। अब रुल 2081 अनुसार यो रेगुलेटरी बडीसँग रिलेटेड केही नयाँ थप रुलहरू छ। रेगुलेटरी बडीमा चाहिँ एभ्री रिपोर्टिङ एन्टिटी मस्ट बी रजिस्टर्ड, फर एक्जाम्पल इन्भेस्टमेन्ट कम्पनी, भेहिकल बिजनेस कम्पनी हुज पेड अप क्यापिटल इज मोर देन 1 crore or whose annual turnover is more than 10 crore, they must be registered with the regulatory body before commencing their business. And before this act was commenced, यदि त्यस्तो कुनै रिपोर्टिङ एन्टिटी कम्पनी, इन्भेस्टमेन्ट कम्पनी, भेहिकल बिजनेसहरू छ भने दे सुड बी रजिस्टर्ड विथ द रेगुलेटरी बडी विदिन 1 year फ्रम दिस रेगुलेसन होइन। अनि त्यसपछि अर्को रेगुलेसन के छ भने अबाउट दिस रेगुलेटरी बडी इज अबाउट एक्सचेन्ज इन कोअपरेसन बिट्विन रेगुलेटरी बडी एन्ड द रेगुलेटरी बडी अफ फरेन कन्ट्री।
योसँग रिलेटेड चाहिँ अब अन्डरस्ट्यान्डिङ द रेसिप्रोसिटी को बेसिसमा चाहिँ बोथ पार्टी अर मल्टिल्याटरली नै बेनिफिट हुने गरी चाहिँ कोअपरेसन एक्सचेन्ज गर्नुपर्छ। त्यस्तै गरी प्रोभाइड एन्ड अब्टेन इन्फर्मेसन बिट्विन देम, प्रोभाइड इन्फर्मेसन विदिन जुरिस्डिक्सन, आफ्नो जुरिस्डिक्सनमा भएको प्रोभाइड गर्ने, र इफ रिक्वेस्टेड फरेन बडीले रिक्वेस्ट गर्यो भने चाहिँ नेपालको अथराइज अफिसरले इन्भेस्टिगेसन गरिदेऊ भनेर रिक्वेस्ट गर्यो भने उसले इन्भेस्टिगेट पनि गर्छ। एन्ड इफ रिक्वेस्टेड अब त्यो इन्भेस्टिगेट सँगसँगै कलेक्टिभ सुपरभिजन पनि गरिन्छ र फेसिलिटेट इन्भेस्टिगेसन पनि गरिन्छ फरेन बडी र नेपालको रेगुलेटरी बडीको कोअपरेसनमा। त्यस्तै गरी यदि सिग्निफिकेन्ट ओनरसिप चाहिँ वान रिपोर्टिङ एन्टिटी भन्दा बढी कुनै पर्सनको छ भने त्यस्तो ओनरसिप भएको पर्सनको लागि चाहिँ जोइन्ट इन्सपेक्सन, मोनिटरिङ, सुपरभिजन पनि गर्न सकिन्छ रेगुलेटरी बडीहरू एक आपसमा मिलेर। त्यस्तै गरी रिस्क बेस्ड सुपरभिजन सिस्टम लागू गर्ने, अनसाइट इन्सपेक्सन, अफसाइट सुपरभिजन दुइटै युज गरेर, त्यस्तै गरी बेस्ड अन नेसनल, सेक्टरल एन्ड इन्स्टिट्युसनल नेचर, टाइप, नम्बर एन्ड स्ट्याटस अफ बिजनेस र पोलिसी, इन्टर कन्ट्रोल सिस्टम र बिजनेसमा हुने चेन्जेसको बेसिसमा चाहिँ यस्तो सुपरभिजनहरू चाहिँ रिस्क बेस चाहिँ अप्लाई गर्ने, अनसाइट होस् या अफसाइट होस् है। अब इन्भेस्टिगेसन एन्ड इन्क्वायरीसँग रिलेटेड प्रोभिजनमा चाहिँ फर्स्टमा कम्प्लेन गर्नुपर्छ बाई द पर्सन विथ द नलेज अफ मनी लन्ड्रिङ, टेररिज्म फाइनेन्सिङ एन्ड प्रेडिकेट अफेन्स, रिटर्न होस् या ओरल होस्, कम्प्लेन गर्ने, एप्लिकेसन गर्ने, इन्फर्मेसन दिने, नोटिस दिने। कसलाई दिने भन्दाखेरि मनी लन्ड्रिङको केसमा डिपार्टमेन्टलाई दिने, टेररिज्म फाइनेन्सिङको केसमा पुलिस अफिसरलाई दिने, प्रेडिकेट अफेन्सको केसमा टु इन्भेस्टिगेटिङ अफिसरलाई दिने भन्ने, अरू बाँकी रिलेटेड अफेन्सहरूमा चाहिँ डिपार्टमेन्टलाई दिने। अनि कन्सर्न कुनै एन्टिटीले थाहा पायो भने त्यो एन्टिटीले कन्सर्न एन्टिटीलाई पनि खबर गरे हुन्छ। यसरी आएको कम्प्लेनहरू चाहिँ रेजिस्टर गर्नुपर्छ बाई द रेस्पेक्टिभ authority to whom the complaint was done. अनि यदि कुनै staff of department knows about such offense or such money laundering or terrorism finance activity, then they should officially register such incident. And कसैले चाहिँ if someone wants to keep their name confidential, then उसले चाहे अनुसार उसको नाम पनि कन्फिडेन्सियलिटी मेन्टेन गरेर राख्न सकिन्छ। र त्यो कन्फिडेन्सियलिटी मेन्टेन गर्नुको लागि चाहिँ कोड एज डेजिग्नेटेड बाई चिफ अफ डिपार्टमेन्ट युज गरिन्छ होइन। त्यो कोड अनुसार चाहिँ अब यो जुन कम्प्लेन आयो त्यसको बेसिसमा अब प्रिलिमिनरी इन्क्वायरी अर इन्भेस्टिगेसन सुरु गरिन्छ। प्रिलिमिनरी इन्भेस्टिगेसन रेगुलेसन अनुसार हेड अफ अफिसले गर्छ। त्यो अफिस जहाँ चाहिँ कम्प्लेन परेको छ, हामीले माथि मेन्सन गरेका थियौँ पुलिस अफिसरकोमा कुन बेलामा जाने, इन्भेस्टिगेसन अफिसरकोमा कुन बेला जाने र डिपार्टमेन्टमा कुन बेला जाने भनेर। सो जहाँ कम्प्लेन परेको छ त्यसकै हेड अफ अफिसले प्रिलिमिनरी इन्भेस्टिगेसन गर्नुपर्छ। र प्रिलिमिनरी इन्भेस्टिगेसन चाहिँ गर्दाखेरि टेररिज्म फाइनेन्सिङ अनि त्यसपछि प्रेडिकेटेड अफेन्ससँग रिलेटेड मनी लन्ड्रिङ गरिएको रिलेटेड कम्प्लेन आएको छ भने त्यो अफेन्सलाई इन्भेस्टिगेट गर्ने इन्भेस्टिगेटिङ अफिसरलाई नै हेड अफ अफिसले असाइन गर्न सक्छ फर द प्रिलिमिनरी इन्भेस्टिगेसन। र इन्भेस्टिगेसन पनि त्यही अफिसरले नै गर्छ। दुईवटा है, प्रिलिमिनरी इन्भेस्टिगेसन भनेको इन्भेस्टिगेसन हुनुभन्दा अगाडि गरिने हो। सो त्यो दुइटै एउटै मान्छेले गर्छ फर द टेररिज्म फाइनेन्सिङ एन्ड प्रेडिकेटेड अफेन्ससँग रिलेटेड मनी लन्ड्रिङको केसमा। त्यस्तै गरी प्रेडिकेटेड अफेन्ससँग रिलेटेड नभएको मनी लन्ड्रिङको केसमा चाहिँ हेड अफ डिपार्टमेन्टले प्रिलिमिनरी इन्क्वायरी अर इन्भेस्टिगेसन गर्छ, अरूले अरू कसैलाई असाइन गर्न सक्छ। बिकज यो टेररिज्म फाइनेन्सिङसँग रिलेटेड इन्भेस्टिगेटिङ अफिसरकोमै कम्प्लेन जान्छ नि त। अनि त्यस्तै गरी रेलेभेन्ट अफेन्स, अरू अफेन्स यदि फाइनेन्सियल इन्फर्मेसन युनिटमा कम्प्लेन आयो या इन्भेस्टिगेसन अन द वे छ भने त्यस्तो चाहिँ इन्भेस्टिगेटिङ अफिसरले नै इन्क्वायरी गर्छ। तर होइन कम्प्लेन आएको छैन भने हेड अफ अफिस आफैले इन्भेस्टिगेसन गर्छ अर उसको सबअर्डिनेटरलाई दिएर उसले इन्भेस्टिगेसन गर्न लगाउँछ। अब यसरी अफिसर जसलाई असाइन गरिएको थियो उनीहरू सँगसँगै सपोर्ट इम्प्लोइ पनि हेड अफ अफिसले चाहिँ असाइन गर्न सक्छ होइन, उनीहरूलाई सपोर्ट गर्नलाई। र हेड अफ अफिसले चाहिँ लेटर अफ डेपुटेसन इस्यु गर्छ त्यो सपोर्ट इम्प्लोइहरूको लागि। र यो प्रिलिमिनरी इन्भेस्टिगेसनको काम 15 डेजमा सकाऊ भनेर चाहिँ अर्डर दिन्छ। 15 डेजमा सकाउन सकिएन भने त्यो अफिसरहरूले चाहिँ हेड अफ अफिसलाई चाहिँ रिपोर्ट गर्नुपर्छ विथ द रिजन किन सकिएन टाइममा र एक्सटेन्ड गरिदियो 30 डेजको लागि भनेर
one time or multiple times एक्सटेन्सनको लागि रिक्वेस्ट गर्न सक्छ। यसरी एक्सटेन्सन गरेपछि वा काम स्टार्ट गरेपछि विकली रिपोर्ट चाहिँ त्यो इन्भेस्टिगेटिङ अफिसरहरूले हेड अफ अफिसलाई चाहिँ दिनुपर्छ प्रोग्रेसको रिपोर्ट। र यदि यो काम इन्भेस्टिगेसनको काम 15 दिन या 30 डेजभित्र या दिएको टाइमभित्र दे वर नट एबल टु कम्प्लिट अर कम्प्लिटै गर्न सकिँदैन जस्तो स्थिति छैन भने हेड अफ अफिस श्याल डिपिट अनदर अफिसर फर द प्रिलिमिनरी इन्भेस्टिगेसन। यसरी प्रिलिमिनरी इन्भेस्टिगेसनको रिपोर्ट ओपिनियन सहित बेस्ड अन द इन्फर्मेसन एन्ड एभिडेन्स दे रिसिभ ड्युरिङ द इन्भेस्टिगेसन त्यो रिपोर्ट हेड अफ अफिसलाई दिनुपर्छ। र त्यो प्रिलिमिनरी रिपोर्टमा चाहिँ मेन्सन गरिएको हुनुपर्छ ओपिनियन के भन्दाखेरि वेदर टु इन्भेस्टिगेट अर नट हैन। अब प्रिलिमिनरी इन्भेस्टिगेसन पछि अब फर्दर इन्भेस्टिगेसन गर्ने कि नगर्ने फर्दर इन्भेस्टिगेसन अन द अफेन्स अफ मनी लन्ड्रिङ है मनी लन्ड्रिङको अफेन्समा इन्भेस्टिगेसन गर्ने कि नगर्ने भनेर ओपिनियन राखिएको हुन्छ। त्यो रिपोर्टमा ओपिनियन सँगसँगै फलोइङ डिटेल्सहरू हुन्छ। अफेन्सको आइडेन्टिफिकेसन टाइप एन्ड नेचर अफ अफेन्स मनी लन्ड्रिङको अफेन्सको आइडेन्टिफिकेसन भएको छ भने त्यसको पार्टी इन्भल्भ इन्टरनेसनल एलिमेन्ट छ कि छैन, इन्भेस्टिगेसन फर्दर गर्ने कि नगर्ने, गऱ्यो भने मनी लन्ड्रिङसँग रिलेटेड गर्ने कि अफेन्ससँग रिलेटेड गर्ने कि बोथसँग रिलेटेड गर्ने त्यो पनि डिटेल्सहरू मेन्सन गरेको हुन्छ। अब त्यो प्रिलिमिनरी रिपोर्ट जसमा चाहिँ ओपिनियन लेखिएको थियो इन्भेस्टिगेट गर्ने कि नगर्ने भन्ने कुरामा यदि नो इन्भेस्टिगेसन गर्नु पर्दैन फर्दर भन्ने ओपिनियन आयो भने देन द्याट कम्प्लेन हेज टु बी क्लोज्ड इफ द हेड अफ अफिस एग्रिज अन इट। अनि क्लोज गर्नको लागि चाहिँ वान लेभल हायर अफिसरबाट यो डिसाइड हुनुपर्छ टु क्लोज द कम्प्लेन। तर यदि कन्स्टिट्युसनल बडी अर फर्स्ट क्लास गजेटेड अफिसरहरू हेड अफ अफिस भएको केसमा चाहिँ दे देमसेल्फ क्यान डिसाइड टु क्लोज द कम्प्लेन। त्यस्तै गरी यदि त्यो प्रिलिमिनरी रिपोर्टको ओपिनियनमा चाहिँ यस यु हेभ टु इन्भेस्टिगेट फर्दर भन्ने डिसिजन अर ओपिनियन आयो भने इनिसिएट द इन्भेस्टिगेसन एन्ड इन्फर्म इट टु डिपार्टमेन्ट। अब जब त्यो प्रिलिमिनरी इन्भेस्टिगेसनको रिपोर्टले इन्भेस्टिगेट इनिसिएट गर भनेर ओपिनियन दिएको छ भने अब हामीले इन्भेस्टिगेसन इनिसिएट गर्नको लागि वी हेभ टु फर्म जोइन्ट इन्भेस्टिगेसन टिम। जोइन्ट इन्भेस्टिगेसन टिम फर्म गर्दाखेरि हेड अफ डिपार्टमेन्टले चाहिँ हेड अफ द इन्भेस्टिगेटिङ बडीसँग कन्सल्ट गरेर फलोइङ कुराहरूमा चाहिँ कन्सल्टेन्सी गर्नुपर्छ टु फर्म जोइन्ट इन्भेस्टिगेसन टिम। जोइन्ट इन्भेस्टिगेसन टिम फर्म गर्नको लागि इम्प्लोइ लिडिङ द टिममा कन्सल्ट गर्छ। नम्बर एन्ड डिटेल्स अफ इन्भेस्टिगेटिङ अफिसर एसिस्टेन्ट इन्भेस्टिगेटिङ अफिसर सपोर्ट स्टाफहरूको बारेमा कन्सल्ट गर्छ हेड अफ डिपार्टमेन्टले। एक्सपर्टिज एन्ड वर्क एक्सपिरियन्स रिक्वायर्ड अफ सच इन्भेस्टिगेटिङ अफिसर, टाइम पिरियड टु कम्प्लिट द इन्भेस्टिगेसन, टुल्स फर रिसर्च एन्ड रिसोर्स म्यानेजमेन्ट, इन्टरनेसनल कोअर्डिनेसन रिक्वायर्ड, कोअपरेसन रिक्वायर्ड, एक्सचेन्ज require time, process, content and instruction to submit the report, and use of special research method. And also head of department ले चाहिँ investigating officerहरूलाई instruct गर्न सक्छ to apply the function, duties and power under different act to investigate the offense or the offense related to money laundering. So यो joint investigation team form हुन्छ for the investigation र त्यो form गर्दाखेरि head of department may consult with the head of investigating officer related investigating body on the following matter to form a joint. अब जोइन्ट इन्भेस्टिगेसन टिमले चाहिँ इन्भेस्टिगेट गरेर रिपोर्ट सबमिट गर्ने काम सुरु गर्छ। सो त्यसमा चाहिँ हामीले हेर्न सक्छौँ रेगुलेसनमा यदि कुनै मनी लन्ड्रिङसँग रिलेटेड अफेन्स इन्भेस्टिगेट गर्नुपर्ने देखिएको छ भने द सेम investigating officer who investigate offense on predicated offense shall also investigate on money laundering and submit the report to government attorney's office. त्यसै गरी कुनै स्पेशल ल अनुसार डिफ्रेन्ट फर्मेटमा इन्भेस्टिगेसन रिपोर्ट बनाउनु पर्ने छ भने त्यही फर्मेटमा हामीले रिपोर्ट बनाउन सक्छौँ। कुनै इन्भेस्टिगेटिङ अफिसर जसले चाहिँ रेलेभेन्ट अफेन्सको इन्भेस्टिगेसन गरिरहेको छ भने इफ रिक्वायर्ड त्यही इन्भेस्टिगेटिङ अफिसरले सँगसँगै preliminary inquiry on money laundering, terrorism financing and proliferation financing को पनि preliminary inquiry गर्न सक्छ। If there's not any sufficient enough basis and evidence on the money laundering, then only report the relevant offense or related investigation. If the basis and evidence on money laundering offense छ भने चाहिँ इन्भेस्टिगेटिङ अफिसरले चाहिँ अब इन्भेस्टिगेट गर्छ र डिपार्टमेन्टलाई चाहिँ इन्फर्म गर्छ। यदि मनी लन्ड्रिङ र प्रेडिकेटेड अफेन्स दुईटैको इन्भेस्टिगेट गर्नुपर्ने छ भने चाहिँ कम्प्लिट बोथ इन्भेस्टिगेसन एन्ड रिपोर्ट बोथ टु फाइल केस विदिन द टाइम लिमिट।
if necessary, to coordinate with another country, or if the investigation is very complex, time ma sakidaina bhanne jasto लागेको छ भने, then report only the investigation report about the relevant offense मात्रै, money laundering सँग related investigation को report submit गरिराख्नु पर्दैन गभर्नमेन्ट एटर्नीलाई, जस्ट रेलेभेन्ट अफेन्सको मात्रै इन्भेस्टिगेसन रिपोर्ट सबमिट गर्ने। एन्ड मनी लन्ड्रिङको इन्भेस्टिगेसन चाहिँ रिपोर्ट चाहिँ लेटर यो सकेपछि हामी प्रोभाइड गर्छौँ, टाइम लाग्ने भयो भनेर चाहिँ पहिला रेलेभेन्ट अफेन्सको मात्रै रिपोर्ट सबमिट गर्नुपर्छ। र यदि कुनै पनि डिपार्टमेन्टको सजेसन डिपार्टमेन्टले सजेसन दिन्छ अन इन्भेस्टिगेसन अफ मनी लन्ड्रिङ भने त्यो सजेसन फलो गर्नुपर्छ इन्भेस्टिगेसन अफिसरले। र यदि डिपार्टमेन्टले कुनै पनि कम्प्लेन पायो त्यसको बेसिसमा अर फर्दर इन्भेस्टिगेसन गर्नु पर्यो भने चाहिँ इन्भेस्टिगेसन बडीहरूलाई चाहिँ डिपार्टमेन्टले चाहिँ इन्भेस्टिगेसनको लागि रिक्वेस्ट गर्नेछ र इन्भेस्टिगेटिङ बडीहरूले चाहिँ त्यो रिक्वेस्टको अनुसार इन्भेस्टिगेसन अगाडि बढाउनु पर्नेछ। फङ्सन ड्युटिज एन्ड पावर अफ इन्भेस्टिगेटिङ अफिसर. He can order government agency, regulator, reporting entity, person to provide documents, records, notice, statement, information related to money laundering and terrorism financing. He can search these places for the evidence like documents, information where they are believed to be located, and if they are located there, they can be seized with the return receipt. Then they can arrest a person or detain if believed to destroy or abscond or hide the evidence, and also require person to provide information supporting statement, plus the person can be released on bail or detain. Similarly, he can trace, identify, evaluate property, and also freeze or seize them as per requirement. And he can also write to financial intelligence unit if it has any information for the investigation. And त्यसैगरी chief of the office which is conducting investigation, he may fine up to 5 lakh against a person if someone is disobeying his order in course of the investigation upon the report of the investigation officer. Okay, next section 17, keeping under custody for investigation. Any accused person may be kept under custody थुनामा राख्न सकिन्छ by investigation officer by providing detention warrant. अब investigation officer ले चाहिँ त्यसरी थुनामा राख्दाखेरि he has to present that accused person within 24 hours of the arrest except time for travel. He has to present a person to the adjudicating authority, and the person can be detained further upon the order of adjudicating authority, that is court. Maximum detention further extend गर्न सकिने भनेको चाहिँ 30 days at once and maximum 90 days in total based on documents and investigation and inquiry. यसरी थुनामा राख्दा कस्टडीमा राख्दा investigation officer has to prior inform chief of department before arresting, detaining, requesting to extend detention. And if he has to be arrested right away, then the investigation officer has to inform department as soon as possible. While investigation officer has to arrest or त्यसलाई remand भनिन्छ अनुसन्धानको लागि थुनामा राख्ने, he may do that, but the detainee जसलाई थुनामा राखिन लागेको छ he can submit petition before that adjudicating officer or court with the reason not to be remanded. अब यसरी इन्भेस्टिगेसन अफिसरले रिमान्डमा राख्दाखेरि he has to mention charges against detainee अनि reason grounds किन चाहिँ उसलाई थुनामा राख्न लाग्छ, description of suspects statement etc हैन। अनि डिटेन्सन पिरियड चाहिँ नर्मली मनी लन्ड्रिङ अफेन्सको चाहिँ प्रेडिकेटेड अफेन्सको भन्दा अलि बढी हुन्छ इन्भेस्टिगेसन गर्नलाई। यदि प्रेडिकेटेड अफेन्सको इन्भेस्टिगेसन गर्दा गर्दै त्यो इन्भेस्टिगेसनमा के थाहा भयो भने त्यो पर्सनले मनी लन्ड्रिङ अफेन्स गरेको छ भन्ने कुरा पत्ता लाग्यो ड्युरिङ द इन्भेस्टिगेसन भने, र मनी लन्ड्रिङ अफेन्सको इन्भेस्टिगेसन कम्प्लिट गर्न दिएको टाइम पुग्दैन भने चाहिँ कोर्टको पर्मिसन लिएर टाइमलाई एक्सटेन्ड गर्न सकिन्छ। ड्युरिङ इन्भेस्टिगेसन मनी लन्ड्रिङ र प्रेडिकेटेड अफेन्सको इन्भेस्टिगेसन गर्दा गर्दै पत्ता लाग्यो कि अदर अफेन्स भएको छ which has to be investigated by other agency, then the agency which is investigating or office which is investigating should inform that other related agency within 3 days of becoming aware of that matter. अब अदर एजेन्सी जसलाई चाहिँ इन्फर्म भएको छ यो इन्भेस्टिगेसन गर्दाखेरि अफेन्स रिलेटेड अफेन्स भएको छ भनेर जब इन्फर्म हुन्छ त्यो एजेन्सीले चाहिँ अब एज फार एज पोसिबल इट स्टार्ट्स इट्स इन्भेस्टिगेसन कन्सिडरिङ द डिटेन्सन पिरियड अफ द्याट पर्सन, ऊ अलरेडी डिटेन्सन पिरियडमा छ भन्ने
कुरालाई कन्सिडर गरेर उसको इन्भेस्टिगेसन प्रोसिड गर्न सुरु गर्छ। Section 18, order to freeze asset or seize asset by investigation officer. If the suspect did to be related to money laundering and terrorism financing, asset, following asset, चाहे त्यो जसले पनि जसुकैले ओन गरेको होस्, whoever owns it shall be freezed or seized, such as laundered property, instrument used or to intended to be used in money laundering offense related to terrorism financing, used or intended to be used in terrorism financing, or terrorism activities, or terrorist group or terrorist organizationले युज गरेको या इन्टेन्ड गरेको छ भने, instrumentality used or intended to be used in offense of terrorism financing. यदि त्यो एसेट फ्रिज चाहिँ 1 year भन्दा बढी गर्नुपर्ने छ भने चाहिँ कोर्टको अप्रुभल shall be obtained. र यसरी यो एसेटहरू चाहिँ अलरेडी डिस्पोज कन्सल्ट अर युज भइसकेको छ एन्ड इट इज नट पोसिबल टु फ्रिज भने चाहिँ इन्भेस्टिगेसन अफिसर स्याल सिज द करस्पोन्डिङ भ्यालु अफ द पर्सन। अब इन्भेस्टिगेटिङ अफिसरले चाहिँ स्याल अप्लाई फलोइङ मेजर वाइल फ्रिजिङ अर सिजिङ द प्रपर्टी, सेल्फ सिज गर्ने अर थ्रु गभर्मेन्ट एजेन्सी सिज गर्ने अर अदर एजेन्सी टु फ्रिज सच प्रपर्टी एक्स पार्टी भनेको चाहिँ विदाउट प्रायर नोटिस टु द पर्सन, एकतर्फी फ्रिज गर्ने पर्सनलाई नभनिकन। अब यो यस्तो तरिकाले यो दुईटा मेजरले चाहिँ फ्रिज सिज गर्न सकिन्छ भन्यो। नाउ इन अर्डर टु फ्रिज होइन, इफ द अर्डर टु फ्रिज इज गिभन इन राइटिङ टु द कन्सर्न एजेन्सी, द कन्सर्न एजेन्सी स्याल इमिडिएटली फ्रिज भनेको नो ट्रान्सफर, मोर्टगेज, सोल्ड or distribute or transact of that freezed asset. We have to provide prior information. The investigation officer has to provide prior information to chief of the office before freezing the asset or inform as soon as possible if that is done right away. जुन अघि हामीले भनेको थियो नि, यता डिटेन्सनमा लिँदा पनि प्रायर इन्फर्मेसन दिनुपर्छ, कस्टडीमा लिँदा पनि प्रायर इन्फर्मेसन दिनुपर्छ टु चिफ अफ डिपार्टमेन्ट। तर राइट अवे गर्नुपर्ने, अरेस्ट गर्नुपर्ने सिचुएसनमा छ भने चाहिँ इन्फर्म एज सुन एज पोसिबल भनेको छ भने मान्छेलाई कस्टडीमा लिनु र यता प्रपर्टीलाई कस्टडीमा लिँदा पनि सेम प्रोसेस रहेछ। राइट अवे दिनुपर्ने केसमा चाहिँ इन्फर्म एज सुन एज पोसिबल टु चिफ है अफ डिपार्टमेन्ट। नाउ नोटिस टु अ पर्सन भनेको ओनर अफ द प्रपर्टी चाहिँ विदिन 3 days दिनुपर्छ। यदि त्यो प्रपर्टी इज नट सेटिस्फाइड यु क्यान कम्प्लेन टु कोर्ट र कोर्ट क्यान रिलिज सच फ्रिजिङ इफ द पर्सन नट इन्भल्भ इन द offense, property not related with the offense of money laundering and terrorism financing, and property is not related to other offense as well. इन्भेस्टिगेसन अफिसरसँग चाहिँ कुनै पनि कन्ट्र्याक्ट यदि कसैले गरेको छ जसले चाहिँ फ्रिज गर्ने क्यापासिटीलाई चाहिँ अब इफेक्ट गरेको छ, प्रतिकूल असर गरेको छ भने त्यस्तो कन्ट्र्याक्टलाई चाहिँ भोइड गर्ने, प्रिभेन्ट गर्ने उसँग पावर छ। इन्भेस्टिगेसन अफिसर हेज अ पावर टु भोइड कन्ट्र्याक्ट क्रिएटिङ लायबिलिटी द्याट प्रिजुडिसेस क्यापासिटी अफ फ्रिजिङ। अब रिपोर्ट अफ फ्रिजिङ त एजुकेटिङ अफिसरलाई हामीले द्याट इज कोर्टलाई 7 days भित्र दिनुपर्छ र कोर्टले एप्रोप्रिएट अर्डर दिन्छ। कोर्टलाई 7 days भित्र भन्ने पर्सन जसको त्यो सामान हो उसलाई चाहिँ 3 days भित्र मात्रै नोटिस दिए पुग्छ, कोर्टलाई चाहिँ रिपोर्ट 7 days भित्र दिनुपर्छ। त्यसै गरी इन्भेस्टिगेसन अफिसर स्याल अल्सो फ्रिज प्रपर्टी अफ अ पर्सन हु डज नट प्रेजेन्ट बिफोर हिम विदिन टाइम र रुल्स रेगुलेसनमा चाहिँ फर्दर डिस्क्राइब गरिएको छ। इन्भेस्टिगेसन अफिसरहरूले एसेटहरू फ्रिज गर्दाखेरि चाहिँ इट सुड बी डन बेस्ड अन द प्रायोरिटी टु द प्रपर्टी अब्टेन फ्रम द अफेन्सबाट आएको प्रपर्टीलाई प्रायोरिटीमा राखेर लिनुपर्छ। तर अब त्यो अफेन्सबाट आएको प्रपर्टी सिज गरेको प्रपर्टीसँग इक्वल भएन, त्योभन्दा कम भयो भने चाहिँ इक्वल भ्यालु भएको अदर प्रपर्टी अफ द पर्सन डुइङ दोज अफेन्स पनि सिज गर्न सकिन्छ। र यदि त्यो अफेन्सबाट आएको प्रपर्टी चाहिँ थर्ड इनोसेन्ट पार्टीको ओनरसिपमा छ, उसलाई ट्रान्सफर गरिसकेको छ भने चाहिँ अब त्यो अफेन्सबाट आएको प्रपर्टी त्यो थर्ड इनोसेन्ट पार्टीबाट लिने होइन कि त्यो पर्सन हु डज द्याट अफेन्स, हु डिड द्याट अफेन्स, उसको अदर प्रपर्टी इक्वल भ्यालुको सिज गर्नुपर्छ। सिज गर्नको लागि चाहिँ इन्भेस्टिगेसन अफिसरले चाहिँ इस्यु अर्डर गर्नुपर्छ इन द गिभन प्रिस्क्राइब फर्मेट। अब जसरी यो फ्रिज गर्दाखेरि प्रायोरिटी टु द प्रपर्टी अब्टेन फ्रम अफेन्सको बेसिसमा त्यो प्रायोरिटीको बेसिसमा फ्रिज गर्नुपर्छ भन्यो भने अब यो फ्रिज गर्नुको लागि जुन एसेटहरू सर्च अर आइडेन्टिफाई गरिन्छ नि त्यसको पनि अर्डर छ, त्यो कसरी गर्ने भनेर। यसरी आइडेन्टिफिकेसन एन्ड सर्च अफ प्रपर्टी एन्ड इन्स्ट्रुमेन्टालिटिज गर्नुको लागि चाहिँ इन्भेस्टिगेसन अफिसरले चाहिँ त्यस्तो प्रपर्टीहरू फलोइङ अर्डरमा गर्नुपर्छ विदाउट नलेज अफ द कन्सर्न पार्टी। फर्स्टमा चाहिँ प्रपर्टी अब्टेन फ्रम क्राइम अर रिलेटेड टु क्राइमलाई आइडेन्टिफाई गरेर फ्रिज गर्नुको लागि आइडेन्टिफाई र सर्च गर्नुपर्छ।
नेक्स्ट भनेको चाहिँ property owned by a person who is suspected to have done crime of money laundering. उसले जसले प्रपर्टी पायो त्यो प्रपर्टी चाहिँ मनी लन्ड्रिङ क्राइमबाट गरेको हो भनेर सस्पेक्ट गरेको मान्छेको हो भने त्यस्तो मान्छेले ओन गरेको प्रपर्टीलाई हामीले आइडेन्टिफाई सर्च गर्नुपर्छ। त्यसपछि त्यस्तै गरी रिभेन्यू पेमेन्ट जुन गर्नुपर्ने छ त्यसको डिटेल्स हामीले आइडेन्टिफाई र सर्च पर्नेछ। जस्तै त्यो मान्छेको अब रिभेन्यूहरूको डिटेल्स एज पर दिस ल कति पेमेन्ट गर्नुपर्ने हो होइन, टु बी पेड अर सबमिटेड, त्यसको पहिला डिटेल्स हेर्नुपर्छ। र details of property given or received as a gift except inherited within 3 generation होइन। अब कुनै प्रपर्टी गिफ्ट चाहिँ पाइएको छ अर दिएको छ एज अ गिफ्ट भने त्यो पाइएको या दिएको त्यो डिफ्रेन्ट पर्सनलाई यदि रिपिटेडली दिएको छ भने त्यसको रिजनहरू समेत आइडेन्टिफाई गरेर त्यसको डिटेल्सहरू हामीले राख्नुपर्छ। तर यो दिएको पाइएको चाहिँ यो अब इनहेरिटेड 3 जेनेरेसन रिलेसनसिपसम्मकोलाई चाहिँ हामीले एक्सक्लुड गर्नुपर्छ, त्यो चाहिँ पाइयो। अदरवाइज यतिकै अरूलाई प्रपर्टी दिने या लिने गिफ्टमा दिने या लिने गर्नु चाहिँ इट्स नट नर्मल, सो इट सुड बी आइडेन्टिफाइड एन्ड सर्च्ड। लोनको ट्रान्ज्याक्सन लिमिट कति छ त्यो मान्छेको, इन्स्टिट्युसनल पर्सनल, त्यो हेर्नु पऱ्यो, त्यसको डिटेल्स हेर्नु पऱ्यो। त्यो पर्सनको बेनिफिसियल ओनर को हो त्यसको डिटेल्स हेर्नु पऱ्यो। कुनै अफेन्स एज पर दिस ल इन्भेस्टिगेट गरिएको छ, पहिला प्रोसिक्युटेड भएको छ या पनिस भएको छ कि छैन, त्यसको डिटेल्स आइडेन्टिफाई अर सर्च गर्नु पऱ्यो। र प्रपर्टी फ्रम अफेन्स अफ मनी लन्ड्रिङ, टेररिज्म फाइनेन्सिङ र प्रोलिफरेसन फाइनेन्सिङसँग आएको प्रपर्टीहरू छ या छैन त्यसको डिटेल्स एज फार एज पोसिबल लिनु पऱ्यो। अब यसरी माथि हामीले आइडेन्टिफाई र सर्च गरेको प्रपर्टी एन्ड इन्स्ट्रुमेन्टालिटीहरू चाहिँ मनी लन्ड्रिङ, टेररिज्म फाइनेन्सिङ, प्रोलिफरेसन फाइनेन्सिङबाट आएको हो भनेर यदि थाहा भयो, रिभिल भयो भने चाहिँ नाउ द पर्सन हु डिड द्याट उसको एडिसनल डिटेल्सहरू चाहिँ हामीले सर्च र आइडेन्टिफाई गर्छौँ, उसको एसेटहरूको एडिसनल आइडेन्टिफिकेसन गर्छौँ इन अ टाइमली म्यानर। र एडिसनल डिटेल्समा चाहिँ उसको सम्पत्तिहरू जति पनि छ त्यसको ओनरको नाम, पोजेसन, राइट र उसको त्यो पर्सनको लिगल अरेन्जमेन्ट केही छ भने, नेचुरल पर्सन रिलेटेड कोही छ भने त्यसको पनि डिटेल्सहरू, नाम, पोजेसन, राइटहरू सबै चाहिँ हामीले एडिसनल डिटेल्स लिन्छौँ फर द सर्च एन्ड आइडेन्टिफिकेसन अफ एसेट अन टाइमली म्यानर। अब त्यस्तो एसेटहरू कुन कुन भने हाउस, ल्यान्ड, अकाउन्ट, लोन तिर्ने सोर्स, ब्याङ्क र फाइनेन्सियल इन्स्टिट्युसनमा भएको लोनको, अनि लकरमा पनि भएको सम्पत्ति, अनि कोअपरेटिभबाट लिएको लोन, त्यो लोन तिर्ने सोर्स, त्यो कोअपरेटिभमा भएको अकाउन्ट, सिक्योरिटी, त्यो चाहे लिस्टेड होस् अनलिस्टेड होस्, इन्सुरेन्स, भेहिकल्स, र त्यस्तै गरी उसले युज गर्ने रेमिटेन्स, मनी चेन्जरहरूको डिटेल्स, उसले युज गर्ने पेमेन्ट सर्भिस प्रोभाइडरमा रहेको अकाउन्ट्सको डिटेल्स, पेमेन्ट सर्भिस प्रोभाइडर भनेको अब जति पनि हाम्रो यी सेवाहरू जस्तै। त्यसै गरी उसले युज गर्ने खानेपानी, इलेक्ट्रिसिटी, फोन, इन्टरनेट, यो सबैको डिटेल्स, प्रपर्टी कुनै अब्रोडमा छ भने त्यसको डिटेल, अनिटल एक्टिभिटिज जुन रिपोर्टिङ एन्टिटीले उसको रिपोर्ट गरेको छ भने त्यसको डिटेल, एक्चुअल ओनर र बेनिफिसियर ओनरको डिटेल्स, डोनेसन कन्ट्रिब्युसन जति पनि गरेको छ त्यसको, फरेन ट्रिप्स गरिएको डिटेल, र पब्लिकली एक्वायर्ड प्रपर्टी र म्याटर रिलेटेड टु रिभेन्यू र एक्जाम्सन इफ एनी, त्यसको डिटेल्सहरू चाहिँ सर्च र आइडेन्टिफाई गर्नुपर्छ बाई इन्भेस्टिगेटिङ अफिसर टु सर्च र आइडेन्टिफाई एसेट फ्रम मनी लन्ड्रिङ अन टाइमली म्यानर। अब यसरी सबै कुराहरू खोजतलासी गर्दा चाहिँ इफ इट इज फाउन्ड द्याट रियल ओनर अफ द प्रपर्टी इज कन्सिल्ड, देन द इन्भेस्टिगेसन अफिसर स्याल राइट टु द कन्सर्न बडी अबाउट इट। यसरी काम गर्नको लागि चाहिँ इन्भेस्टिगेसन अफिसरले यो सर्च र आइडेन्टिफाई प्रपर्टी गर्नको लागि एक्सपर्टको पनि एसिस्टेन्स, हेल्प लिन सक्छ। स्पेसल इन्भेस्टिगेसन मेजर सेक्सन 19C अनुसार यो चाहिँ अलिकति स्पेसल मेजर्सहरू अपनाएर इन्भेस्टिगेसन गरिन्छ, जसको लागि प्रायर अप्रुभल अफ कोर्ट इज नेसेसरी। र त्यस्तो स्पेसल मेजर्सहरू चाहिँ के हो भन्दा कन्ट्रोल, डेलिभरी, डिप्युट अफ इन्फर्मेसन, अन्डर कभर अपरेसन, टेलिफोन अर कम्युनिकेसन मिडियम इन्टरसेप्सन, अरेस्ट ओभर इन्फर्मेसनको लागि इमिडिएटली अरेस्ट नगर्ने, रिच कम्प्युटर ओर अदर इलेक्ट्रोनिक मिडियम एन्ड अदर्स। यो स्पेसल इन्भेस्टिगेसन मेजर्सहरू अप्लाई गर्नको लागि चाहिँ रेगुलेसनमा डिस्क्राइब गरिएको छ डिटेल्सहरू। स्पेसल इन्भेस्टिगेसन मेथड, यो मेथड अप्लाई गर्न सकिन्छ बाई एक्सप्लेनिङ नेचर अफ क्राइम, इट्स नेसेसिटी, इट्स स्टेट अफ इन्भेस्टिगेसन, मेथड, लिमिट, इम्प्लोइ जसले यो इन्भेस्टिगेसन गर्छ उसको डिटेल्स, उसको क्यापेबिलिटिज, रिस्क, कन्फिडेन्सियालिटी, अनि यो युज अफ ल, प्रिन्सिपल अफ नेचुरल जस्टिस र कन्फ्लिक्ट अफ इन्ट्रेस्ट इफ एनी छ भने त्यसको एक्सप्लेन गर्नुपर्छ यो मेथड गर्नको लागि। र
एम्प्लोइ जसले यो इन्भेस्टिगेसन गर्न लगाइरहेछ उसले चाहिँ के डिस्क्राइब गर्नुपर्छ भन्दाखेरि डेट अफ इन्भेस्टिगेसन, प्लेस, डिटेल अफ अफिसियल हु इज मोनिटरिङ द इन्भेस्टिगेसन एन्ड द रिजल्ट अफ दिस इन्भेस्टिगेसन। अब यो इन्भेस्टिगेसनको सबै डकुमेन्ट्सहरू, इन्फर्मेसनहरू, रिजल्टहरू चाहिँ सेफली अफिस अफ हेड अफ इन्भेस्टिगेसन अफिसर अफिसमा राख्नुपर्छ, उसको इन्भेस्टिगेसन अफिसको हेडको अफिसमा, र कोर्टको पर्मिसन लिएर। त्यस्तै गरी इन्भेस्टिगेसन अफिसरको चाहिँ आइडेन्टिटी चाहिँ कन्फिडेन्सियल राख्नुपर्छ, पब्लिक गर्नु हुँदैन एक्सेप्ट लले पब्लिक गर्नुपर्छ भनेको केसमा बाहेक। र इन्भेस्टिगेसन अफिसर अडप्टिङ दिस स्पेसल इन्भेस्टिगेसन मेथड सुड submit daily progress report on the investigation to the head of investigation office. Section 19 request by department to concerned country to freeze property there। कुनै मान्छेले मनी लन्ड्रिङ या अफेन्सहरू, टेररिज्म फाइनेन्समा अफेन्स गरेर प्रपर्टी त्यहाँ राखेको छ भने त्यो कन्ट्रीलाई चाहिँ डिपार्टमेन्टले रिक्वेस्ट गरेर फ्रिज गर्न लगाउनेछ। र ड्युरिङ इन्भेस्टिगेसन यदि त्यो प्रपर्टी फरेन कन्ट्रीमा छ भने भनेर थाहा पायो भने र सकेसम्म त्यो प्रपर्टीको प्लेसको इन्फर्मेसन र ब्याङ्कको इन्फर्मेसन पनि खुलाएर रिक्वेस्ट गर्नुपर्ने हुन्छ। नेक्स्ट इज कन्टिन्युड मोनिटरिङ अर्डर बाई इन्भेस्टिगेसन अफिसर टु रिपोर्टिङ एन्टिटी। सेक्सन 19A मा इन्भेस्टिगेसन अफिसरले चाहिँ रिपोर्टिङ एन्टिटीलाई चाहिँ कन्टिन्युड मोनिटर गर है भनेर डाइरेक्ट गर्न सक्छ होइन। टु इन्फर्म डिपार्टमेन्ट अबाउट द ट्रान्ज्याक्सन, कुनै ट्रान्ज्याक्सन छ भने त्यसको पनि इन्फर्मेसन दिनुहोस्। र रिपोर्टिङ एन्टिटीले चाहिँ रेगुलरली मोनिटर र रिपोर्ट गर्छ र डिपार्टमेन्टलाई रिपोर्ट सबमिट गर्छ। अनि सेक्सन 19B अनुसार चाहिँ कन्सर्न एन्टिटी जस्तै वार्ड अफिसरलाई पनि अर्डर गर्न सक्छ इन्भेस्टिगेसनको लागि टु होल्ड पासपोर्ट, ट्राभल डकुमेन्ट एन्ड टु टेक कन्ट्रोल अफ दोज डकुमेन्ट्स। र यस्तो अर्डर मोर देन 3 मन्थ्सको लागि दिइँदैन यस्तो अर्डरहरू जेनरली। सेक्सन 22 अनुसार चाहिँ अल द फ्रिज्ड एसेट जुन लिएको थियो, फ्रिज गरेको थियो, सेफली राख्नुपर्छ, प्रिजर्भ गरेर राख्नुपर्छ। र अरू अदर एन्टिटिजबाट पनि एसिस्टेन्स लिन सकिन्छ फर द इन्भेस्टिगेसन। सो फर इक्जाम्पल नेपाल पुलिस एक्सपर्टहरू होइन, डिपार्टमेन्टहरूले रिक्वेस्ट गरे अनुसार उनीहरूबाट पनि एसिस्टेन्ट लिन पाइन्छ। अब सेक्सन 22 मा छ फाइलिङ केस बिफोर कोर्ट। कसले गर्नुपर्छ भन्दाखेरि बाई द गभर्मेन्ट अटर्नी होइन। गभर्मेन्ट अटर्नी सरकारी वकिलले चाहिँ फाइल गर्छ। त्यो इन्भेस्टिगेसन अफिसरले चाहिँ आफ्टर कम्प्लिसन अफ द इन्भेस्टिगेसन अफिसर सबमिट रिपोर्ट अफ इन्भेस्टिगेसन टु गभर्मेन्ट अटर्नी होइन। अनि गभर्मेन्ट अटर्नी चाहिँ त्यो रिपोर्टमा एभिडेन्सहरूको बेसिसमा चाहिँ केस फाइल गर्छ विथ भेरियस पनिसमेन्ट होइन। अब डिफ्रेन्ट अफेन्सको लागि डिफ्रेन्ट पनिसमेन्ट राखेर चाहिँ कोर्टमा केस फाइल गर्छ। बट इफ त्यो इन्भेस्टिगेसन अफिसर चाहिँ अथोराइज्ड अफिसबाट इन्भेस्टिगेट गरिएको हो भने चाहिँ उसले आफैले पनि केस फाइल गर्न चाहिँ कुनै पनि चाहिँ बाधा पुग्दैन। सो इट क्यान इट्सेल्फ फाइल अ केस इन द कोर्ट। यो एक्ट अनुसार मनी लन्ड्रिङ र टेररिज्म फाइनेन्सिङ रिलेटेड अफेन्सहरूको केस फाइल गर्नको लागि कुनै पनि लिमिटेसन या हदम्याद छैन। र यसको लागि चाहिँ गभर्मेन्ट अफ नेपाल चाहिँ प्लेन्टिफ हुन्छ। अघि भन्यो नि गभर्मेन्ट अटर्नीले फाइल गर्छ केसलाई होइन। र कुनै अब संवैधानिक कन्स्टिट्युसनली अथोराइज इन्भेस्टिगेसन अफिसर हो भने उसले आफैले पनि गभर्मेन्टको पार्ट भएको उसले आफैले पनि केस फाइल गर्न सक्छ भन्यो। त्यसैले यसमा जहिले पनि प्लेन्टिफ चाहिँ गभर्मेन्ट अफ नेपाल हुन्छ। इफ दिस एक्टको अफेन्स चाहिँ पनिसेबल अन्डर अदर ल, अदर एक्ट पनि हो भने चार्ज अन्डर अदर ल पनि लगाउन सकिन्छ। त्यो अनुसार पनि पनिसमेन्ट दिन सकिन्छ। यो एक्टले कुनै बाधा गर्ने छैन। त्यसै गरी यो एक्ट अनुसार कुनै पनि अफिसर, स्टाफ या पर्सन ड्युरिङ इन्भेस्टिगेसनले पाएको इन्फर्मेसनको चाहिँ कन्फिडेन्सियालिटी मेन्टेन गरेर राख्नुपर्छ। त्यस्तै गरी एनी इन्स्टिट्युसन, सिभिल सर्भेन्ट जो चाहिँ डिटेन्सनमा राखिएको थियो फर द इन्भेस्टिगेसन विल बी अटोमेटिकली सस्पेन्डेड टिल द केस फाइल्ड इज सेटल्ड। अब यो रेगुलेसनमा केस फाइल गर्दाखेरि डिटेल्स अलिकति दिएको छ। गभर्मेन्ट अटर्नी जसले चाहिँ केस फाइल गर्छ कोर्टमा उसले चाहिँ मनी लन्ड्रिङ अनि रिलेटेड अफेन्सको रिपोर्ट इन्भेस्टिगेसन भइसकेपछि रिपोर्टसँगै पायो भने उसले सिङ्गल चार्ज सिटमै उसले केस फाइल गर्छ। तर होइन मनी लन्ड्रिङ र रिलेटेड अफेन्सको रिपोर्ट बेग्ला बेग्लै छुट्टा छुट्टै टाइममा पायो भने उसले इन्डिभिजुअली नै केस फाइल गर्छ। र केस फाइल गर्ने बित्तिकै एज सुन एज पोसिबल सेम टाइममै कन्फिस्टिकेटेड प्रपर्टिजहरूको क्लेम उसले गर्छ। र यदि मनी लन्ड्रिङ र रिलेटेड अफेन्सको डिफ्रेन्ट बडीले केस फाइल गरेको छ भने त्यसको डिफ्रेन्ट चार्ज सिटमा केस फाइल हुन्छ। र क्लेमहरू गर्दाखेरि चाहिँ यो गभर्मेन्ट अटर्नी जसले केस फाइल गरेको छ उसले डिस्क्लोज गर्नुपर्छ त्यो क्लेमको लागि के भन्दाखेरि प्रपर्टी, इन्स्ट्रुमेन्ट अर प्रिन्टिङ जुन चाहिँ कन्फिस्केट गरेको छ त्यसको डिटेल्सहरू डिस्क्लोज गर्नु पर्यो। अनि त्यसपछि कुनै थर्ड पार्टी, इनोसेन्ट थर्ड पार्टीको ओनरसिपमा चाहिँ त्यो मनी लन्ड्रिङबाट आएको एसेटहरू छ भने त्यही इक्वल भ्यालुको, सेम भ्यालुको
अरू प्रपर्टीहरू त्यो अफेन्डरको चाहिँ कन्फिस्केट गरेको छ भन्ने कुरा र त्यो प्रपर्टीहरूको डिटेल्स एसेटको डिटेल्स राख्नु पर्यो। त्यस्तै त्यो त्यो इनोसेन्ट थर्ड पार्टीको ओनरसिपमा भएको प्रपर्टी लिन नमिल्ने भएकोले त्यो अफेन्डरको चाहिँ अब प्रपर्टी चाहिँ लायबिलिटी हुन्छ त्यो छ भन्ने कुराहरू पनि डिस्क्लोज गरेको हुनुपर्छ। र सँगसँगै यदि इन्भेस्टिगेसन गर्दाखेरि चाहिँ अब यो अफेन्स मनी लन्ड्रिङको अफेन्स या रिलेटेड अफेन्ससँग बाट आएको प्रपर्टीहरू चाहिँ कन्फिस्केट गर्ने बेलामा इफ इट इज फाउन्ड द्याट त्यही मान्छेको अरू पनि प्रपर्टीहरू छ जसको चाहिँ सोर्स डिस्क्लोज गरिएको छैन र उसले सोर्स डिस्क्लोज गर्नलाई भन्दाखेरि उसलाई एडिसनल टाइम चाहिन्छ भनेर भन्छ भने त्यस्तो एडिसनल टाइमले गरेर यो मुद्दा यो केसको टाइम वेस्ट हुन्छ भने चाहिँ अब सप्लिमेन्टरी चार्जसिट मे बी फाइल्ड इन अकर्डिङ टु द प्रिभेलिङ ल र त्यो सप्लिमेन्ट्री फाइल गरेको सप्लिमेन्ट्री केसको अन्डरमा रहेर उसको त्यो एडिसनल अरू प्रपर्टी पनि कन्फिस्केट गर्न सकिन्छ। Source of property to be proved by person prosecuted under this act or based on any information from others about the property. कुनै मुद्दा दायर भएर प्रोसिक्युट भएको अन द अफेन्स अफ मनी लन्ड्रिङ एन्ड टेररिज्म फाइनेन्सिङको पर्सनली अर बेस्ड अन एनी इन्फर्मेसन प्रोभाइडेड चाहिँ सोर्स खुलाउन लगाउँछ डिपार्टमेन्टले इफ द्याट पर्सन हेज अनबिलिभेबल लाइफस्टाइल लाइक डोनेसन गिफ्ट ग्रान्ट लोन अमाउन्टहरू इभन इफ केस क्यान नट बी फाइल्ड अगेन्स्ट हिम अन मनी लन्ड्रिङ एन्ड टेररिज्म फाइनेन्सिङ। यदि इन्भेस्टिगेसन अफिसरले चाहिँ त्यस्तो केस फाइल गर्न नमिल्ने केस भए पनि आफ्नो ओपिनियन र रिपोर्ट सहित डिपार्टमेन्टलाई सब्मिट गर्छ भने डिपार्टमेन्टले चाहिँ त्यस्तो सोर्सहरू खुलाउनुको लागि चाहिँ रिक्वेस्ट गर्न सक्छ त्यस्तो पर्सनलाई र इफ दोज सोर्स क्यान नट बी प्रोभाइडेड टु डिपार्टमेन्ट देन सोर्स नखुल्याएको प्रपर्टीहरू चाहिँ कन्फिस्केट गर्छ डिपार्टमेन्टले होइन। अनि मनी लन्ड्रिङमा चाहिँ केस फाइल गरिन्छ। अब केस फाइल गर्न सकिँदैन त्यस्तो मनी लन्ड्रिङको भने चाहिँ डिपार्टमेन्टले आइआरडीलाई राइट गर्छ लेख्छ आइआरडीलाई कि उसलाई चाहिँ ट्याक्स लगाइयोस् भनेर र आइआरडीले आफ्नो तर्फबाट इन्भेस्टिगेट गरेर आफ्नो तर्फबाट त्यो ट्याक्सहरू म्याक्सिमम ट्याक्स रेट लगाइन्छ यदि त्यो मनी लन्ड्रिङसँग रिलेटेड अफेन्स होइन भने। तर होइन मनी लन्ड्रिङसँग रिलेटेड अफेन्स हो भने आइआरडीले आफै इन्भेस्टिगेट गर्छ अर अरूलाई इन्भेस्टिगेट गर्न लगाइन्छ।